अब मेरो मोबाइल चार्जमा यहाँ हाल्नुपर्छ यसरी अनि मैले चार्जमा हालेर म यसरी बोल्छु के गाइसरी किनभने किचनमा चार्ज गर्ने ठाउँ यतापट्टि हुन्छ नि त अब त्यही भएर यतातिर हालेर बोलेर बसेको हुन्छु म चाहिँ हैन मेरो नाम नलिगे मेरो बाबुको नाम लिने मेरो छोराको नाम लिने मेरो चाहिँ नाम लिने तेरा ते त कस्तो खानदानीको छोरी हो भनेको तेरो उम्लोले बताउँछ यसरी बुझिस् नि उम्लोले के तेरो उम्लोले बताइसक्यो खा यसरी प्यात्ता प्यात्ता म त आज पनि हेरेको त्यो भिडियो कहाँ आएछ हेरेको म त आज पनि हेरेको यसरी यसरी गरे के हो त्यो त्यही भएर नि मेरो कुरा गर्न छोड अनि तैँले आएर पिट्छु भनेकी छस् नि तैँले मलाई मान्छे आएर कुर्छु भनेको छ नि आइज तँलाई न्याय मिल्छ भने मलाई पनि त न्याय मिल्ला नि मिल्दैन र तँलाई न्याय मिल्छ भने त मलाई पनि त न्याय मिल्ला नि जति पनि तैँले गरेकी छस् नि कति कुरा त आफूले पनि भनेको छ भनेर आफूले मैले पनि भनेको छु तैँले पनि भनेको छ हिसाब बराबर छ भने चुप गरेर बसेन चुप बस होइन अझै पनि बस होइन भने चाहिँ च्यालेन्ज लिने हो भने आइज सिङ्गल आइज बुझिस् नि त सिङ्गल लड म सिङ्गल लड्छु बुझिस् फुर्ती लाउँछस् मसँग फुर्ती लाउने चाहिँ मेरो छोरालाई एक्सिडेन्ट परेर मरोस् फिक्क तेरो जुनी नि तै मर्छेस् बुझिस् नि तै मर्छेस् हेरिराख यति कुरा याद गर हुन त तेरो त सकिसकेकी छस् त सकिसकिस् के तेरो अनुहार हेरिस् एकचोटि अनुहार हेरेकी छस् लु म त बिना फिल्टर लाएर आइजे भन्छन् मलाई त फिल्टर लाएर आई मलाई फिल्टर लाई के लाई को लाई भन्छन् मलाई फिल्टर लाई भन्छन् नि होइन मलाई फिल्टर लाई तेरो अनुहार देखेकी छस् अनुहार हेरेकी छस् अनि चिम्रे तेरो अब त म त चिम्रे नै भन्छु बुझिस् नि धेरै जाति बिति मेरो नाम पनि नलिए तैँले बुझिस् नि तेरो छतालाई घरबाट त्यो छतालाई सबै लाल पूजा कान्छाले सब ऋण निकालेर अब भन्न पर्ने भएपछि भन्छु म सबै ऋण निकालेर सबै ब्याङ्कमा नै राखेको यिनीहरूको लाल पूजा यसो के छ र के छ घरमा के कमाएको छ यसले फुर्ती मर्यो भने किन यसकी आमाले कस्टमर आमाराम चिम्रेकी आमाले त फुर्ती के जाँठा किचनमा पस्न दिँदैनन् अरे तेरी आमाको जार हो र पस्न नदिनी जाँठा अब मलाई त पस्न दिएन त नि अब तेरी स्वाहानलाई पठाएर नै पसाल्ला नि त नि जाँठा फुर्ती लाउँदो रहेछ 24 घण्टा मेरो नाम लिएर बस्ने हो जाँठा चिम्रे जाँठा लिन आइज तेरो सामान के लिन आउने हो जाँठा आइस त मात्रै चाक दलिदिन्छु तेरो मुखमा यसरी बुझिस् नि आइस त मात्रै चाक दलिन भने बुझिस् बरु मर्न तयार बरु तसँग त अब त मर्न म बरु 15 वर्ष 20 वर्ष जेल बस्छु नि त जेल बस्न तयार तर तँलाई म छोड्दिनँ बुझिस् म दुईटा छोड्दिनँ मैले बुझिस् नि अति गर्ने कि अति गर्नु अत्याचार नगर्ने मेरो छोरालाई छुन पर्ने आवश्यकता छ बच्चा जस्तो छोरा मान्छेमा मलाई त नङ्गाइसके ल मेरो बच्चालाई किन छुनी जो एक्सिडेन्ट भएर मरोस् अरे गजडी यहाँ अरे आफ्नो जसले नि भन्छ नि आफ्नो यसले हो पहिला मेरो छोरालाई कुरा गरेकी यसले निकाली